यता छन् है। जस्तो देख्दिनँ म त यहाँबाट ग्ल्याडिएटर रोमी शासकहरूले युज युद्धमा जेरुसलेममा तपाईँ अहिले हेर्नुहुँदैछ द ब्लग जर्नी। एकदम बेस्टमा हुनुहुन्छ हाम्रा साथीभाइ बहिनीहरू सबैजना। बेलगुरीमा हामीहरू जाँदैछौँ। हामी चाहिँ यहाँ बेलगुरी आएको छौँ। हाम्रो साल बहिनीहरू यता छन् है। यता हामी मेरो खान्छौँ हाम्रो दिदीहरू। फेरि पनि यतापट्टि अब मा आछौँ है त हामी सबैजना केभमा। यो चाहिँ दक्षिणपट्टिको केभ है। यो चाहिँ यो पनि त्यही हो त दक्षिण साइडको। यही त हो त्यो भिडियोमा देखाएको थिएँ नि त्यो मैले अस्ति देखाएको थिएँ नि त्यो देखाइदेऊ माथि कस्तो ठाउँ छ है यहाँ त। ल ठुलै छ नि त यो त होइन। कस्तो कस्तो तरिकाले बनाएको छ क्या यो। चुन माटो चाहिँ। हेलो स्याल बस्ने ओडार पनि रहेछ। त्यही त त्यहाँ माथि बसेर लेखाएको को कहिले लेखेको थियो। यो त हिब्रू भाषा जस्तो पनि देख्दिनँ म त। यो त अरबिक पनि होइन है। अरबिक पनि होइन है। यहाँ हेर एरामिक भाषा भन्ने जस्तो छ है। यो त अरबिक भाषा होइन त। होइन मैले यत्रो जुम गरेको छु यहाँ। यो अरबिक होइन त। हामी यहाँ मात्रै घुम्ने होइन अरू ठाउँ पनि छन्। डेडली छैन त होइन। ल स्याल निस्किँदैछ है यहाँबाट। धार्मिकतामा सबै थोरलाई फर्किनेछ। हालेलुया हालेलुया।
घुमिसक्यो कता हो यो दिदी यो आँखाले देखेको मात्र हो फर्किनु को गएर खिच्छ फोटो त्यहाँ माथि अब कसले खिच्नु त्यहाँ माथि गएर कसले खिच्यो फोटो छैन चिप्लो मात्र रहेछ नि फेरि बेद गुरुबी नेसनल पार्क सिटी अफ फ्रिडम्यानको ठाउँमा हामीहरू आएको छौँ हाम्रो यहाँनिर गुराममा हाम्रो दिदीहरू आएको म पनि यो त के बुझ्यो दिदी छ नि यसरी काम गरेको कन्स्ट्रक्सनहरू देखाइरहेको छ यहाँनिर हेर्नु त्यहाँनिर कन्स्ट्रक्सनहरू वेलकम टु द रोमन यताबाट त्यो गोरुहरू रथहरू लान्छ नि यता यस्तो यस्तो मुनि मोडेबाट लाने हेर्नु यहाँ भित्रबाट कि गोरु गाडाहरू के ल्याउने क्या गाईहरू गोरुहरू ल्याउने भित्रबाट आउँछ सबै ल त्यहाँ बस्नु सबै आउँदैछु म आउँदैछु सबै बस्नु त लाइनमा आफूलाई पनि लिनु सबैलाई हेर न खुट्टा भएको हेर न क्लाउड ल सबैजना तल भित्रबाट सिधै हेर नि सबै यो ग्ल्याडिएटर त्यो रोमन शासनहरूकोमा चाहिँ ग्ल्याडिएटर भन्ने चाहिँ एउटा त्यो सैनिक त्यो हुन्छ क्या त्यो प्रिजनर जस्तो हुन्छ अनि उनीहरूलाई चाहिँ त्यो लडाइँ खेल्ने बेला चाहिँ उनीहरूलाई अगाडि लिएर आउँछ क्या जहिले पनि उनीहरूलाई नाम दिने ग्ल्याडिएटर फिल्म पनि मुभीहरू पनि छ क्या त्यस्तो अनि जो बलियो हुन्छ उसैले चाहिँ सबैलाई परास्त गर्दै जित्यो ऊ चाहिँ फेरि सर्भाइभ हुन्छ क्या फेरि उसले फेरि हार्यो भने ऊ मर्नु पनि सक्छ नि त मारिदिन्छ जसले जित्यो त्यही सिकन्दर हो फेरि यहाँ चाहिँ ब्याटर भनेर चाहिँ पहिला यस्तो होइन अनि पछि यस्तो खालको लगाइदिएको भन्नु
त्यही भने त्यो गुफामा साडीहरू हुन्छ साँडे अहिले हामी जुन गुफामा छ हामी अहिले साँडे बसेको गुफामा आउँदैछौँ है फाइट गर्ने जस्तै के यो ल हामी अझै पनि स्पेनमा लडाउँछ है लडाउँछ नि त फाइट नेपालमा लडाउँछ नि छको बेलामा कम ल है रोमी शासकहरूले युज गर्ने हतियारहरू यहाँ चाहिँ टोप यो त ढाल यो चाहिँ हातहरूमा लाउने छातीपाता टोपी यिनीहरूको पालामा युज हुने गर्छ क्या रुपा तिमी यता जाऊ त के रहेछ त अनि मलाई भन त यहाँ चाहिँ रोमन नम्बर भनेर लेखा थिए 1 आई 2 3 होइन रोमन नम्बर यो चाहिँ नि यही रोमन नम्बर हो कि यो चाहिँ प्रार्थना गर्ने ठाउँहरू चाहिँ यहाँ के हुन्छ अब यहाँ अझै पनि त्यो समयदेखिको अझै पनि यहाँ बाँधेर राख्छ जस्तो लाग्यो मलाई गनाइरहेको छ अझै यो चाहिँ अलिक एडभान्सरै भयो भयो नि त यो चाहिँ एडभान्सरै हो नि त कति यही रहेछ नि त खालि हो नि त त्यो मान्छे भन् ठानेको झसँगै बनेको यो त पुरा कस्तो जेल थियो नि होइन यो जेल यस्तोमा चाहिँ राख्ने रहेछ क्या यो त बाटोमा थियो जेलहरू त्यस्ता भित्र थियो होला कि मेरो विचारमा यस्तोमै यहाँ क्या यस्तो स्तरमा राख्ने क्या ल उतै राजाहरू बस्नु ठाउँ चाहिँ त्यहाँ दिदी राजाहरू बस्नु ठाउँ चाहिँ त्यहाँ राजाहरू बस्नु ठाउँ चाहिँ त्यो है ल मैले खिच्छ अलिक फोटा जस्तो हुन्छ अन्त कहाँ पुग्छ फेरि छिर्छौ सबै राख्ने भित्र त हो नि च्यान त परिवारको अहिले पनि छ नि त त्यो यौतीहरूको त्यस्तो खोपीमा राख्छ त हामी चाहिँ ओलिभ प्रेस केपतिर हामी जाँदैछौँ हामी चाहिँ दिदी के हो यो म त घुम्ने ठाउँ त्यता छ प्रेसहरू ठाउँहरू त्यो जैतुनको दानालाई छिचेर पुरा तेल बनाउने चलन गर्ने ठाउँ क्या इजरायलमा ओलिभलाई
सकिन्छ यहाँले सबै हेर्ने चिजै छ क्या त्यही त हो नि हेर्न आएको कता आज त कति लामो समातेर हिँड्नु है आज त सही एक्सर्साइज चाहिँ भयो लुका मारी खेले जस्तो भयो के रहेछ क्या यस्तो सिँढी जस्तो यो पुरै छातो हो नि कति माथि अग्लो छ हेर्नु त यता त सिँढी पुरै भित्र ल तल
गर्मी भयो तर जोले हिँडेतिर चाल पाएको जोले घुमेतिर चाल पाएको नघुमी त कहाँ चाल पाउँछ कहाँ थाहा हुन्छ त यही हो सबै तेल निकाल्नु समयमा आएका छौँ असल असल भोजन चाहिँ छ प्रार्थना गर्नुभएको एकदम त्यसको लागि त एकदम यता पनि हेर्दा ल तिमीहरू यता बस्ने हो अहिले सबै आउने इजरायलमा नेपाली साग नेपाली टमाटरको अचार मोलेको अचार चिकन राइस भात पनि खान्न घर पनि जान्न भन्ने भात पानी खान्न खोइ त दिदी हाम्रो भात पानी मैले हालेँ नि त अनि अझै खै त अनि हाम्रो दिदी प्रेमा त्यहाँ बसेर यसो वेट गरेर म कोही आएन कहाँ गर्छ विश्वयुद्धमा युज गरिएका ट्याङ्कहरू र कुनै ट्याङ्कहरू चाहिँ शपथ गरेर राखिएका आज एक सय कतिवटा छ यहाँनिर ट्याङ्क मेन रहेछ यस्तोहरू सबै बालुवामा डाँडा काँडामा हिँड्न मिल्ने डाँडा बाला मात्रै हिँड्ने हुँदैन उता देखाएर हिँड्छ पहिले सिक्यो होला त
ग्लाइडरमा म्युजियम एक्जिबिसन हेर्दैछ यता पनि रहेछ नि त है सबैकै कुन कुन ठाउँमा चाहिँ टिकटहरू युज भएको अरे नि त यो किङ अफ डेभिडको उता क्या त्यो जेरुसलेममा पहिला लड्थ्यो त अनि दाउदको पालामा यो त कस्तो हावा क्या अरू